जिन्दगीमा आँधी तुफान त्यत्तिकै आउँदैन, यसका हरेक अर्थहरू हुन्छन्। ती आँधी तुफानले हाम्रो जिन्दगीलाई फरक किसिमले परिभाषित गर्नको लागि हरेक दिन हामीलाई च्यालेन्ज दिइरहेको हुन्छ कि तिमी यो भिडभाडको मानिसहरू जस्तो मान्छे होइनौ। तिमी बिहान बेउजिँदा आँखा यसो खोल्दाखेरि वरिपरि जसलाई देख्दछौ त्यति मात्र तिम्रो जिन्दगी होइन, तिमी त्यति त सबैले गरिरहेको छन्। ती वरिपरिकाले गरेको काम गर्नको लागि मात्र तिमी यो संसारमा आएको होइनौ। हरेक चुनौतीले हामीलाई चुनौतीपूर्ण किसिमले सोच्नको लागि सचेत गराइरहेको हुन्छ कि हामी हरेक मान्छे यो धरतीमा आफ्नो आफ्नो एउटा इतिहास बनाउनको लागि आएकौँ, भिडबाट भिन्न बन्नको लागि आएकौँ। अब प्रश्न आउँदछ, हामी कसरी एक्स्ट्रा अर्डिनरी बन्ने? द पाथ टु बिकमिङ एक्स्ट्रा अर्डिनरी। कुनै पनि क्षेत्रमा हामी एक्स्ट्रा अर्डिनरी बन्न सक्ने आधार के हो? यो कसरी सम्भव छ? आज हामी यसको बारेमा चर्चा गर्नेछौँ। पहिलो कुरा हो, अब हामीले सोच्नुपर्ने कुरा, यू हेभ टु क्रिएट अ प्रोएक्टिभ इन्भाइरोमेन्ट। यदि हामी यो यात्रालाई अर्थपूर्ण बनाउन गइरहेको छौँ भने पहिलो कुरा हामीले वातावरण बनाउन सक्नु अपरिहार्य छ। तपाईले कुनै प्लान्टलाई सानो जारमा रोप्नु भयो भने यो कत्रो हुन्छ? सानै हुन्छ। यो भन्दा अलि ठुलो जारमा राख्नुभयो भने के हुन्छ? यो ठुलो हुन्छ। तर यही प्लान्टलाई तपाईले सोच्नुभयो कि यो प्लान्ट अरूले राखे जस्तो फुच्चे जारमा बस्नको लागि आएको पनि होइन मैले ल्याएको प्लान्ट, अथवा यो अलिक ठुलो जारमा राख्नको लागि पनि आएको होइन। यो प्लान्टले अब फरक अस्तित्व सिर्जना गर्नेछ। तपाईले यसरी सोच्नुभयो र त्यो प्लान्टलाई लगेर तपाईले अब जमिनमा रोप्नुभयो। जमिनमा रोप्नुभयो भने त्यो प्लान्ट के हुन्छ? अब विशाल वृक्ष बन्छ। जिन्दगी यही हो। जारमा हुर्किने, अलि ठुलो जारमा हुर्किने, अथवा त्यस औषध मानिस जसरी हुर्किरहेका छन्, जसरी बढिरहेका छन्, जसरी जिन्दगी जिरहेका छन्, त्यो भन्दा फरक खालको इन्भाइरोमेन्ट हामीले क्रिएट गर्ने महत्त्वपूर्ण कुरा हो। उपस्थित महानुभावहरू, जारमा बढिरहेको बिरुवा यसले खासै धेरै सङ्घर्षको बारेमा बुझेको हुँदैन। तपाईँ यसलाई अलिकति बढे पनि एक दिन अलिक बाहिर लगेर राखिदिनु भयो, हल्का फुल्का हावाहुरी चल्यो भने पटाकपुटुक भाँचिन्छ, यसको अस्तित्व समाप्त हुन्छ। तर त्यही बिरुवा जब जमिनमा रहन्छ, जब जमिनमा उसले हरेक किसिमको सङ्घर्ष महसुस गर्छ, त्यो अरू बिरुवाभन्दा फरक बन्दछ। दुनियाँका सबै सफल मान्छे आफ्नो आफ्नो क्षेत्रमा उदाहरणीय भूमिका वहन गरिरहेका मान्छे र औसतभन्दा माथि देखेका मान्छेको एउटा स्वभाव के हो त? उनीहरूको वातावरणै फरक छ।